यहाँ मञ्चमा सबैलाई खरिद गरिदिन अनुरोध गर्दछु। नमस्कार दर्शकवृन्द, स्वर्गीय गायक वसन्त तामाङलाई श्रद्धाञ्जली दिन दार्जिलिङ संस्थामा पार्थेश्वरीलाई पुर्याएका छन् र समाज जति पनि शुभचिन्तक सङ्गीतकार जति मान्यवहरू हुनुहुन्छ उहाँहरूलाई यहाँ दर्शनमा एकबद्ध रूपले रमाइलो एक एकजना गरेर श्रद्धाञ्जली सुरु गर्न लागिरहेछ। दार्जिलिङ जिल्ला पुलिस प्रशासन, ट्राफिक र विभिन्न पदाधिकारीहरू सबैजनाको तल गएर बसिदिन अनुरोध गर्दछु। श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ, यसको निम्ति हामी यहाँलाई आशीर्वाद जनाउनेछौँ र अहिलेको निम्ति यहाँ सबैलाई कृपया यो मञ्च खाली गरिदिन अनुरोध गर्दछु। र हामी समक्ष सशरीर हामी सुरक्षा रहे पनि भएको साथमा सदा हामी समक्ष जीवित रहनेछ। मस्तिष्कमा उहाँका परिवारका सदस्यहरू पनि हामी समक्ष आएका छन्, उहाँलाई हामी स्थान दिनुपर्छ। कृपया उहाँलाई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम हामी समक्ष रहेको छ। जति पनि रिपोर्टर्सहरू हुनुहुन्छ मिडियाका, उहाँलाई पनि कृपया तल बसिदिन अनुरोध गर्दछु। प्रेसले मिडियाका जति पनि हुनुहुन्छ यहाँलाई पनि कृपया तल गएर बसिदिन अनुरोध गर्दछु। र मञ्चलाई हामी एकछिन खाली राख्नेछौँ। यहाँलाई फेरि पनि अनुरोध गर्दछु, जति पनि हाम्रा प्रेस मिडियाकाहरू हुनुहुन्छ यहाँ सबैलाई कृपया तल
तल किसिम बस्किन अनुरोध गर्छौँ हाम्रो कार्यक्रम जाने गरिरहेका छौँ हाम्रो प्रिय भाइ कलाकार गायक कलाकार विजेता गौरव प्रसाद बाबुको पार्थिव शरीर हामी समक्ष राखेको छ उहाँलाई श्रद्धा सुमन अर्पण गर्ने हामी जनमानस भेला भएका छौँ सबैलाई नै हामी पछिबाट उहाँलाई श्रद्धा सुमन अर्पण गर्न मञ्चमा आमन्त्रित गरिनेछौँ त्यसका समयदेखि कारण हामी अब हाम्रा सर्वधर्म पूजा पनि हामी गर्न लागिरहेका छौँ जुन महानुभावहरू हुन्छ भजनहरूको अनुरोध गर्दछु हामी सबैलाई नै 1 मिनटको निम्ति भाइ प्रसाद तामाङको उहाँको पार्थिव शरीर हामी समक्ष छ उहाँको आत्माले स्वर्गवास पाओस् भनेर हामी 1 मिनटको निम्ति मौन धारण गर्नेछौँ र सबैलाई मञ्चमा उपस्थित साथै यहाँ उपस्थित भएका सबैलाई हामी 1 मिनटको निम्ति मौन धारण गरिदिने अनुरोध गर्दछौँ सबैलाई धेरै धेरै धन्यवाद भाइ प्रसाद तामाङको पार्थिव शरीर हामी समक्ष राखिएको छ उहाँको आत्माले शान्ति प्राप्त गरी स्वर्गमा ईश्वरले उहाँको सुख सम्पन्न परिवारलाई यो भागमा शान्त गर्न शक्ति प्रदान गरोस् भन्ने हामी प्रार्थना पनि गर्नेछौँ हामी समक्ष तामाङ गुम्बाका निमै हाँसी हुनुहुन्छ र उहाँलाई म ल्याएर र मल्ल अनुरोध गर्दछु त्यस सँगसँगै हामी विभिन्न धर्महरू हामी समक्ष हुनुहुन्छ उहाँले रमाइलो नै आज यस प्रार्थना सभामा हाम्रा भाइ प्रसाद तामाङका परिवारका जति सदस्यहरू हुनुहुन्छ उहाँलाई कृपया मञ्चमा आएर त्यो छिमी पनि बालिदिने म अनुरोध गर्दछु र छिमी पनि हामी बालिन्छौँ उहाँको नाम स्मरणमा र टाँसी मेमेलाई प्रार्थना शुभारम्भ गरिदिन अनुरोध गर्दछु चौरस्ता प्रसाद तामाङ深圳他们在大巴拉马来就是就上街了，就是中间的新鲜款，他从把羊大巴拉就给上街不巴拉上了，都今年巴拉都上巴拉上了，人就为着了上了，我们就在后来上了，包完的了上了，包的了上了，人今年了上了，人家到了上了。同安都赢了，上了；人间到了，上了；中华面包了，上了；宝鸡了，上了；青岛了，上了；苏北的了，上了；苏老了，上了；苏北了，上了；高雄了，上了；建店包了，上了；谢谢太原了，上了；河包了，上了；宁远北包了，上了；四米街包了，上了；梅东包了，上了；临沂了，上了；江南包了，青岛了，上了。一些小白别忙为谁那包了包忙了，吃饱了上上了，弄饱了上上了，吃别饱了上上了，什么兄弟用上了上上了，我们的这个身体交饱了上上了，心头能不能别饱了上上了，有的心头能不能交饱了上上了，能不能没事别饱了上上了，过年那么都别饱了上上了，人真别嘛能不能饱了上上了，这些小白打算把养到了这个世界的不见了，别买电脑了，都是被流氓就交饱了上上了。接到了说不出去，决定就他们中间的这些小孩打算把养到了这个3个军人的，跟这个就是学的3个军人的打上去。现在老公说现在给我的就把他妈蛮习惯的，后来那个给你他们就对别的几把人就是做把人就把了这些人，出去比过了，给这比过了，出去给这比过了，做把人出做把人做把了这些人。他们这边拿一零几把人就是做把人就把了这些人，你给我最那个了用到把老妈了说把人就做把人说把了这些人，我们那个地方刚开始的打自己那个项目。对这呢，对这个是项目一旦给的项目，他搞的项目好多项目，那这种话老是叫我们马上来叫我到了，把就来叫我们3年中了，你把你就来那个地方看了吧。
게다가 이제 산이 준비된 지주지가 진도지가 본도지가 처음에는 준비지가 대대게 지금도 착수 무제고 매매도 연세제 조조도 그렇지라서 산이 준비된 데다가 이제 침대라고 소소로 침대기 교대대 저 도모다 도모만 집어는 그러나 그렇게 시엔다데 지바 서른의 세계 발라제 강제 점점의 기회적으로 강화 받은 침대 퍼센트는 소리소리 기회적으로 강화 받다가 충분히 받는 기회적으로 강화 받는 침대 퍼센트는 시지요 수미도 기회적으로 강화 받다가 이제 무슨 기회적으로 강화 받다기라 나면 베이직이 기회적으로 강화 받다가 침대 두시 동대 동나라나 맞이 받는 거나 맞이 받는 고마양 고마라마 유나 마시고 나면 그냥도 그렇게 되죠. 저기서 뭐라지요. 제대로 배선이 주는 데는 요소는 받아 지들 맞아 배선이 주는 데는 요소는 줘도 대다서 쉬버선이 주는 데는 요소는 줘봐 대신에 대비기 요소는 그러지요 어디 봐 던지는 수도 샤오서 손은 받아가는 제시라고 성에 던져나는 그 상황도 저다가는 거 있어 속도만 토그래지 이제저와 간다들 쇼바다 간다데 받아다 지금은 이제 뭔가 대의가 저거 참고 저버리지 캡슐녀 버리지요 जो जिजे मांगो तो करो जो साजी के होला है तो जैसे जे दोला से तेरे से ला शख्स वालों को माने पे मोरे को माने पे मोरे को माने पे मोरे को माने पे मोरे को माने पे को माने पे मोरे 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 ओ 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 माने पे मोरे O mane pe mamore, 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 o mane pe mamore. 여와디 여도다 제리 중앙 교제대로 지점만에 받에 살아도 버리죠. 또 버버지를 주고나 간도 상바되어 되게되다. 그게도 여와디나 탐제로도 무슨 세계적으로 탐제지 뭐하고 저도 뭐가 자기 기회에 어머저저도 뭐지 뭐하고 그게도 뭐가 되지 모두 선배제베제베 그래서 나만의 동벌에서 고정도 전지민지네 이제 저배가 연주지 노래도 뭐하고 받았다 탐제다 저도 그러시 라멜라메 도제다 전나가 전나다 전도 메제나 공례본대 저버지 파마 선제 탐제된다 되게 내려 터져다고 그러시 chanzujiamba mandara sabzo pateda kanji mamajo koraisho somabdi 탐지주관의 공사님에도 나쁜데 제가 나제 받은 주가의 집에 저도 저거 거라이쇼 भाइ भएन त्यहाँनिर बस्नु थाले देव सुवचक्रगदाधरक्षयप्रेतमोक्षप्रदो भव अक्षयप्रेतमोक्षप्रदो भव ओम नमो भगवते वासुदेवाय गजेन्द्र मुक्त श्री सुखवाते एवं सिद्धो बुद्धिया समाधाय मनवर्ति तदापरमजाप्यंतरजन्मसिद्धिदं गजेन्द्र उवाच नमो भगवते तस्मै यतचिदात्मकं पुरुषाय विद्याय परेशाय विधीमहि यस्मिन् निरमितस्येदं येनेदं येदं स्वयस्मात् परस्मात् परस्य तत्त्वमुक्तेश्वरे भुवं यस्मात्मनिदमिदमायातिदं कुटिर्विभातं कुटतत्तेवदम् अवितत्कृष्णाक्षमयं तदिच्छति सात्मवतो वां परात्परः कालेन पञ्चतमिदेशेषु लोकेषु कालेषु तत्सर्वहेतुषु समस्तप्रासिद्धगणं गभीरं विश्वसपायं विराजदेविभो न्यस्य देवादिदैवरमिदुर्गण्डोपनगुरहरिगन्धवीरतमितानि तस्याक्षरीर्देष्टतोत्रत्यानोकरं समावतु चित्रिकस्य भोजस्य पदमसमागमं विमुक्तसङ्ग्रामणेषु साधवचरञ्चलोकप्रतिमाप्रणमने हुतात्मं भूतासुरितसमेगतिः न विद्यते यस्य दुर्लभकर्मवान् नामरूपे गुणदोषैव तथापि लोकापयसमवाय समायतायकालं पृच्छति तस्मै नमः प्रेयसाय ब्रह्मणे नमस्ते रूपाय नमः कर्मणे नमः आत्मवृत्तिपाय सत्मने परमात्मने नमो वीरमिदुराय मनसस्य तथामपि सत्त्वेन प्रतिलभ्याय निष्क्रमविभूषितानरुकेवलनाथाय निर्माणगुरुसंविदे नमः शान्ताय भोराय वराय गुणधर्मे निर्दिशे सरसम्याय नमः ज्ञानघनाय क्षत्रज्ञाय नमः सर्वदत्ते साक्षिणे गुरुसाय मूलाय मूलपरिताय नमः सर्वेन्द्रगुणादित्य सर्वप्रत्यवेतवे असोसाय सरवासाय नमः नमो नमस्ते स्थिलकारणाय निष्कारणाय निर्भरकारणाय सर्वगमनाय महारणवाय नमो पौर्गाय परायणाय गुणारडी चिन्नपीठ संभाय तत्व कविस्फूर्तिरमानसाय लक्ष्मण भाविन निवर्तनागम स्वयं प्रकाशाय नमस्कारोमि मातृप्रपन्नदासप्रासविक्षणाय नमः गुरुजनाय नमो लोयाय संसेनुतमद्रेण नमः प्रतिष्ठिते भगवते प्रियते नमस्ते आत्मात्मदाप्तकृतिप्रदेशे सुदेव पुष्पापनाय गुणसंग विवर्तिताय मुक्तात्मनिसरिताय परिग्रहाय
ज्ञानात्मने भगवते नमेश्वराय यं धर्मकामार्थयुक्तकाम भजन्तं मदिमा प्रमन्ति कृत्वा शिष्यरात्रिविधेयमाप्यं करोतमेदा पृथ्वीं क्षणम् एकान्ते मे विपुलिकञ्चनार्थम् अरिष्ठदेवे भगवत प्रपन्ना अत्यद्भुतं तत्सर्वं सुमङ्गलम् गायन्तानन्दसमुद्रमग्नातमक्षरं ब्रह्मपुरं परसम् अव्यक्तमध्यात्मिकयोगगम्यम् अत्यन्तं सुखमिमातिदूरम् अनन्तमाद्यं परिपूर्णविद्ये यस्य ब्रह्मदयो देवा वेदालोकसराचरा नामरूपभेदेन फलव्याजगलयकृता यथार्थेश्वरसत्यकवसयो निर्यान्ति सिद्धिशक्ति सर्वसिद्धा तथा यत्वयं संतराहो बुद्धिमानानि सज्जनसर्गाः सवैन देवर्षनिमर्यपलिननिसन्नसन्नोपमानजन्तु न्यायं गुणकर्मण संसारसां विशेष शेषदयता तशेषदिदि विषेण हानियमुयाकटीमजवैसा इच्छामि कालेन से विप्लव प्रसाद लोकाभरण समुक्तम सोहम विशेषतम अविसमिसमेनसम विश्वात्मानं ब्रह्म प्राणतसुंदरं पदं योगी कर्माणो इति योग विभावति योगी में ये प्रदर्शन योगे समतम तस्मिहं नमो नमस्ते मैसे वेग सत्य त्रयाय घृति गुणाय प्रपन्न प्रालाय जलंत सत्य कलिंद्रियाण मनवाप्य वर्तमने नायम ये तस्मात्मानं यस्य चर्यन्त्य आदितं तर्जमात्मा भगवान् सुखवाता एवं मतिनर भगवान् निर्विशेषं ब्रह्मादयोदिरमानायते तस्श्री विनिदात्मकत्वात् तत्राखिलमारामाय हरिकार निरासे तत्त्वं तत्त्वमब्लभिजगन्निवास सूत्रं निवसिते देवी संसदि संगमयना गरुडेन संयमान सदग्रा इदमा सहितो गजेन्द्र संतसरस्वरेण गीतार्थं पुष्पा करोत्मति हरिं प्रसाद चक्रं सुपिस्य सामग्री गुणाकृष्ण नारायण गुरु भगवन् नमस्ते त्वमिच्छ पीडितमता ससावती य सकरा अंश सरस कृपया दहरा ग्रहार जुगाडित मुखादर्या गजेन्द्रं संपत्स्यतां हरिरं तदुस्त्रियाणम् इति श्रीमद्भागवते महापुराणे दानं सुस्मिताय अष्टमस्कन्धे मन्वन्तरानुपुराणे गजेन्द्रवाक्यानां नाम अष्टमध्यायः कृष्णाय वासुदेवाय हरे परमात्मने कृष्णाय गोविन्दाय नमो नमः अनादिनि धनदेव संगतकरकराधर अक्षयपरिनिकाक्षप्रेतमक्षतोभव हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे ओम शांति 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 أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مرج البحرين يلتقيان بينهما برزخ لا يبغيان فبأي آلاء ربكما تكذبان يخرج منهما اللؤلؤ والمرجان فبأي यहाँ तपाईँले देख्नुहुन्छ प्रशान्त तामाङका छोरी एउटा भाउ सेवया बसेका छन् आफ्नो बाबुलाई गुमाउनु في البحر كالأعلام فبأي آلاء ربكما تكذبان كل من عليها فان ويبقى وجه ربك ذو الجلال والإكرام فبأي آلاء ربكما تكذبان صدق الله العظيم यहाँलाई धेरै धेरै धन्यवाद दिँदै यहाँ सबैलाई भएको गौरव जसले हाम्रो सङ्गीत आकाशलाई देशमा प्रमाणित विश्वकै मान्छे प्रमाणे
चिनाउन सक्षम हुनुभएको दार्जिलिङ अवश्य गराउनु भएको सङ्गीतको क्षेत्रमा भाइ प्रसाद तामाङ हामी समक्ष आज ससरी रहे पनि उहाँ सदा रहिरहेछ। उहाँकै पार्थिव आज हामी दिइरहेका छौँ। जति पनि महानुभावहरू आज यहाँ उहाँलाई श्रद्धासुमन अर्पण गर्न आउनुभएका छन् उहाँहरूलाई लाइनबद्ध भएर मञ्चमा श्रद्धासुमन अर्पण गरी यहाँबाट बाहिर निस्किदिने हामी अनुरोध गर्दछौँ। अब यहाँहरू समक्ष भाइ प्रसाद तामाङलाई श्रद्धाञ्जली स्वरूप दार्जिलिङका कलाकारहरूले एउटा गीत प्रस्तुत गर्नुभएका छन्। म भाइ शिवु अनि सम्पूर्ण कलाकारहरूलाई यस गीत उहाँलाई श्रद्धाञ्जली स्वरूप प्रस्तुत गरिदिन अनुरोध गर्दछु। जति पनि महानुभावहरू उहाँलाई श्रद्धासुमन अर्पण गर्नुभएका छन्, खदा चढाउनु भएका छन्, उहाँलाई मञ्चमा उहाँलाई खदा अर्पण गरी श्रद्धासुमन अर्पण गरे पश्चात यता अर्कोपट्टिको दैलोबाट बाहिर प्रस्थान गर्ने अनुरोध गर्दछु। सूचित गर्न चाहन्छौँ कि र दार्जिलिङमा कलाकारहरू मिलेर एउटा श्रद्धाञ्जली स्वरूप हामी एउटा सूचनाहरूलाई गरेका छौँ। यसमा हाम्रो आदरणीय सम्पूर्ण कलाकारलाई हामी तपाईँले पनि यो गीत गुनगुनाएर उहाँलाई श्रद्धाञ्जली दिन सक्नुहुन्छ। थ्याङ्क यू। नमस्ते आप सम्पूर्णलाई। यो आज हाम्रो निम्ति अति दुःखद क्षण र हाम्रो अतिप्रिय गायक प्रशान्त तामाङ जसले सारा नेपालीलाई साथै दार्जिलिङलाई विश्वसामु उसको गायन मार्फत चिनाउने जुन काम गर्यो त्यसको मूल्याङ्कन चाहेर हामी यहाँबाट गर्न सक्दैनौँ। तर एउटा कलाकार भएको नाताले प्रसादलाई हामी दार्जिलिङ पहाडका सम्पूर्ण कलाकारको तर्फबाट उहाँलाई गीती श्रद्धाञ्जली दिन चाहन्छौँ। र प्रसादले गाएको गीतलाई हामी यहाँ तपाईँहरू समक्ष प्रस्तुत गर्दै प्रसादलाई हामी सम्पूर्ण दार्जिलिङका कलाकारको तर्फबाट गीती श्रद्धाञ्जली दिन चाहन्छौँ। र यस गीतलाई यहाँले पनि जोइन गर्न सक्नुहुनेछ। थ्याङ्क यू। Ayo. Yuk.
मुन्दा नेतृत्व गर्ने विभिन्न संस्थाका प्रतिनिधिवर्ग विभिन्न कलाकारहरू र विभिन्न क्षेत्रका भोग बनाएका छन् ती लीला नालाई सिङ्गर हाम्रो सङ्गीत आकाशलाई विश्व क्षेत्रमा नै उहाँले भयो कलाकारहरू छन् कलाकारहरूको प्यारो हुनुहुन्थ्यो आज भाइ तपाईँ गुमायो तपाईँ बाइट ल्याउनु न च्याङलाई मोहनले लिइहाल्यो नि मोहन दा तपाईँ लिनु न तीबाट म यहाँबाट सोधिदिन्छु नि मोहन दा देउरा मिस्टर च्याङ मोहन दा च्याङलाई भनिदिन्छु मिस्टर च्याङ चाहनुहुन्छ उहाँलाई हामी मञ्चमा भएको शरीरमा सदासम्म गरिदिन्छौँ। आज हामी समक्ष दार्जिलिङ पहाडमा मात्र नभएर नेपाल भुटान सिक्किम दिल्ली मुम्बई जस्ता स्थानहरूबाट पनि धेरै उहाँलाई पुर्याउने उहाँको परिचय व्यक्तित्वहरू विभिन्न स्थानका व्यक्तित्वहरू हामी समक्ष आउनुभएका छन् विभिन्न कलाकारहरू आउनुभएका छन् उहाँले पनि साधारणको पनि शरीरमा सदासम्म गरिरहेका छन्। अब यहाँहरू समक्ष आफ्नो छोटो वक्तव्य धार्मिक सन्तरणमाथि राख्नको निम्ति आइरहेका छन्। धन्यवाद पढाएको छ। मान्छे मर्ने कसैको रहर हुँदैन, न प्रहर हुन्छ न सहर हुन्छ। त यसमा अझैको एड गर्न चाहन्छु के भन्दा मान्छे मर्नुमा उमेर पनि हुँदैन रहेछ। यसरी नै अल्प आयुलाई हाम्रा एक
अति प्रिय गायक भाइ प्रशान्त तामाङको यो आफूका मृत्युमा हामी स्तब्ध बनेका छौँ। सम्पूर्ण पहाडवासी मात्र नभएर यत्रतत्र छरिएर बसेका गोर्खा सन्तानहरू, विश्वभरिकै गोर्खा सन्तानहरू आज हामी मर्माहित बनेका छौँ। र विशेष भन्नुपर्दा मदन तामाङ उहाँको पिताको नाम अनि माता उहाँको कोखमा जन्म लिएर प्राथमिक शिक्षा उहाँले दार्जिलिङ सत्रबोर्ड विद्यालयबाटै गर्नुभएको हो। पछि उहाँको पिताजीको आकस्मिक निधनमा जैन हानेर जस्तो भन्छ, त्यस्तोमा उहाँको सर्भिस कलकत्ता पुलिसमा एउटा म्युजिकल ब्यान्डमा भएको थियो र उहाँले त्यहाँ 2-3 वर्ष काम गर्दा गर्दै उहाँ इन्डियन आइडल जस्तो प्रतिष्ठित कार्यक्रममा उत्कृष्ट स्थान लिएर प्रथम हुनु भएको थियो। त्यस पछाडि नै उहाँको सङ्गीतिक क्षेत्र निकै नै चल्दै गएको थियो र उहाँको सङ्गीतिक क्षेत्रमा भन्नुपर्दाखेरि उहाँले दार्जिलिङको खालि नाम होइन, गोर्खाको नाम खालि होइन, विश्वभरिमै बसेर उहाँलाई कसैले गोर्खा भन्ने साथ एउटा आर्मीको मान्छे गोर्खा रेजिमेन्ट भनेर चिनिन्छ भने अर्को गोर्खा भने प्रशान्त तामाङ भनेर चिनिन्छ। यस्तो स्तरमा गोर्खाहरूको नाक पुर्याइदिनु भयो उहाँले र यसरी नै उहाँ एक अब्बल गायक मात्र नभएर भर्खर मात्र मैले पनि कतिवटा नामहरू कलेक्ट गरेँ। उहाँ गोर्खा पल्टन भन्नेमा प्रथम उहाँले अभिनय निभाउनु भएको रहेछ। त्यस पछाडि उहाँले धेरै अकाल लोक भन्ने वेब सिरिजहरूतिर पनि काम गर्नुभएको छ र भर्खरै मात्रै अब यो अप्रिल महिनामा रिलिज हुने सलमान खानसँगको फिल्ममा पनि उहाँले खेल्नु भएको छ र यसरी नै अब दार्जिलिङबाट एउटा गोर्खे सन्तान हामी बिच रहनु भएन। उहाँ एउटा एभरेज कलाकार मात्रै नभएर उहाँमा एउटा जति बेला उहाँको 2007 होला गोर्खा इन्डियन आइडल जति बेला सुरु हुँदै गयो त्यति बेला उहाँको एउटा गायनले या गोर्खा जातिलाई एउटा जस्तो प्रकारले जोड्ने काम भएको थियो है। यो यहाँ दार्जिलिङमा मात्रै नभएर सर्वत्र विश्वमा आउने एउटा गोर्खा भन्दा एउटा ऊर्जा भइदिएको शब्द भएको थियो र यसरी नै अब म विशेष लामो केही भन्न चाहदिनँ र आज उहाँको सन्तप्त परिवारले भगवानले उहाँको सहनशक्ति बढाइदिनु है भन्दै म तपाईँहरूलाई भोलि अनि उहाँको आत्माले शान्ति पाओस् भन्ने पनि म सङ्कल्प गर्दै भोलि उहाँको अन्त्येष्टि यात्रा अन्तिम यात्रा 11:30 उहाँको वासस्थानको जुङबाट हुनु गएको छ र कतिजनाहरू हामी अब हुन्छ त्यो अन्तिम यात्रामा सहभागिता सामेल हुन् भन्ने हामी निवेदन गर्छौँ। धन्यवाद। त्यसै मुकुन्दराज भराइजी भाइ प्रशान्त तामाङको जीवनीबाट ठुलो सम्झना दिनुभयो। उहाँको सबै सबैलाई प्रशान्त तामाङलाई नपर्दा सबैलाई स्वीकार गर्ने कुरा हो। भोलि 11:30 बजे उहाँको निज वासस्थान तुलसीबाट भाइ प्रशान्त तामाङको पार्थिव शरीरको शोभायात्रा आरम्भ गर्नेछौँ, जसलाई आलुवाली गुम्बामा लगेर उहाँ अन्तिम उहाँको शोभायात्रा समाप्त हुनेछ। सबैलाई नै भोलि 11 बजे भाइ प्रशान्त तामाङको उहाँको निज वासस्थान तुलसीमा शोभायात्रा लिएर उहाँको शोभायात्रामा सामेल हुने गर्दछु। सूचना अनि संस्कृति विभागले गोर्खा क्षेत्र प्रशासनका सम्माननीय मुख्य कार्यपालक श्री अमित थापाज्यूको विशेष निर्देशमा दार्जिलिङ नगरपालिकाको सहयोगमा छोटो समयमा भाइ प्रशान्त तामाङको यो श्रद्धाञ्जली कार्यक्रम हामीले व्यवस्था विभागमा आयोजन गऱ्यौँ। तपाईँ एकचोटि अवश्य होला। यसको निम्ति हामी यहाँबाट चाहन्छौँ। शोक सभामा
विशेष गरी धर्मवादीका भोजन बोलेर आएर उहाँलाई आशीर्वाद सबै भोजन गुरुहरूलाई आजको यस प्रार्थना सभा बोलाउँदछौँ जति अन्य महानुभावकै छुट्टिनु भएको छ जसले यहाँ श्रद्धा अर्पण गर्न चाहनुहुन्छ भने उहाँलाई मान्छेमा हामी स्वागत गर्दछौँ। धन्यवाद। अहिले चाहिँ गइहाल्छ बोल्छ चाहिँ
Mr. Tang. Mr. Tang. Can you give me 2 minutes? मान्दैन मानेपछि भन्नु ल दशमी सक्नुहुन्छ दशमी सक्नुहुन्छ अझै पनि स्वतन्त्र अर्को आठ मिडिया लागिरहेछ अखिल भारतीय तामाङ बौद्ध सङ्घका टाउन कमिटीका हाम्रो प्रतिनिधिहरू पनि हामी समक्ष उपस्थित भएका छन् र उहाँहरूले पनि अब तामाङ धर्मावलम्बी अनुसार प्रार्थना स्वरूप आएको साथ उहाँलाई यो अनुरोध गर्दछु। अखिल भारतीय तामाङ बौद्ध सङ्घ टाउन कमिटीका प्रतिनिधिहरू Mr. Tang. मान्दैन होला अन्त त बोल्दैन तर सोध्दैन त्यसमा कही सोध्दैन Excuse me, Mr. Tang. Can you say something? I think on the च्याङ पनि हुनुहुन्छ र उहाँले शब्द गरिरहेका छौँ तामाङका छोरी वार्षिक प्रस्थान हुन कार्यक्रम सकिनकै लाग्यो
Całość taka dystans.
अन्तिम शोभायात्रा भोलि उहाँको निजी वासस्थान तुलसुङ
कहाँबाट सुरु हुने पनि यहाँलाई जानकारी गराउँदछौँ र हामीलाई बिदा दिनुहोस्। धन्यवाद।